ओलीलाई कडा प्रश्न। झापाबाट उठ्यो आवाज। झापाको एक गाउँमा घरदैलो कार्यक्रमका क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक महिलाले सार्वजनिक रूपमा कडा प्रश्न गरे। शेरबहादुर देउवाको घरमा भेटिएको पैसालाई एआईद्वारा सृजित भ्रम भनेर अभिव्यक्ति दिएका ओलीलाई ती महिलाले सोधिन्, नेताका घरमा भेटिएको पैसा एआई हो भनेर भ्रम किन फैल्याउनु भयो? प्रश्न सुनेपछि ओलीले प्रति प्रश्न गर्दै भने, मेरो घर जलेको छ, तपाईहरू मजाक गर्नुहुन्छ? मेरो घरमा पैसा जलेको देख्नुभयो? साथै उहाँसँगै रहेका एक कार्यकर्ताले पनि थपे, मेरो पनि घर जलेको थियो, के त्यहाँ पैसा भेटियो त? त्यसको जवाफमा ती महिलाले स्पष्ट रूपमा भने, जलेर सिद्धियो होला, भित्र देखिएन। अब प्रश्न हुन्छ, जनताले जिज्ञासा राख्दा त्यसको जवाफ दिनुको सट्टा प्रति प्रश्न गर्नु नै के लोकतन्त्रको अभ्यास हो? झापाकी ती महिला जस्तै नागरिकहरूले जनप्रतिनिधिलाई प्रश्न गर्ने साहस राख्नुपर्छ। लोकतन्त्र प्रश्नबाट बलियो हुन्छ, मौनताबाट होइन। धन्यवाद।